मृत्यु मात्र एउटा यस्तो सत्य हो जसबाट आजसम्म कोही पनि उम्कन सकेको छैन। इतिहासका ठूला राजाहरू, शक्तिशाली योद्धा र प्रसिद्ध दार्शनिकहरू अन्ततः सबै माटोमा नै विलीन भए। तर हजारौं वर्ष पुरानो एउटा धुलाले पुरिएको इतिहासको पानामा एउटा यस्तो मानिसको विवरण भेटिन्छ जसले यो प्रकृतिको अटल नियमलाई नै चुनौती दियो, जसले मृत्युको स्वाद नै चाखेन। यो कथा कुनै काल्पनिक पात्रको होइन, बरु एउटा यस्तो व्यक्तिको जसको बारेमा बाइबलमा छोटो उल्लेख भए तापनि सम्पूर्ण मानव मस्तिष्कलाई अझै पनि झकझकाउँछ। उसको नाम थियो हनोक। एउटा यस्तो संसार जहाँ हिंसा, भ्रष्टाचार र आध्यात्मिक अन्धकारले जरा गाडेको थियो। त्यहाँ हनोक कसरी यति शुद्ध रहे कि स्वर्ग आफै, परमेश्वर आफै हनोकलाई लिन तल ओर्लिए। आज हामी यही रहस्यमय व्यक्तिको जीवनको गहिराई बुझ्ने कोसिस गर्नेछौँ, जसले मृत्युको स्वाद नै नचाखी स्वर्गको बाटो तय गरे, जो व्यक्ति परमेश्वरसँग हिँडे। आदम र हव्वालाई एडनको बगैँचाबाट निकालिएको केही शताब्दी मात्र बितेको थियो। पृथ्वी नयाँ थियो, तर मानिसको मनमा पापको विष निकै छिटोसँग फैलिरहेको थियो। मानिसहरू जति सङ्ख्यामा वृद्धि हुँदै गए, उनीहरूका खराब इच्छाहरू पनि उत्तिकै बढ्दै गए। हिंसा र अहङ्कारले समाजको जग हल्लाउन थालिसकेको थियो। मानिस र त्यो परमेश्वरको सुमधुर सम्बन्ध बिस्तारै टाढिँदै गइसकेको थियो। मानिसहरू परमेश्वरलाई बिर्सेर, सृष्टिकर्तालाई बिर्सेर आफ्नै स्वार्थको पछाडि भागिरहेको थियो। मानिसको सोच र मनका हरेक विचारहरू केवल खराबीतर्फ मात्र केन्द्रित थिए। मानिसहरूलाई परमेश्वरको निर्देशन वा बुद्धिको कुनै आवश्यकता थिएन। उनीहरू यस्तो समाज निर्माण गर्दै थिए जहाँ परमेश्वरको कुनै स्थान थिएन। ठ्याक्कै त्यही आध्यात्मिक खडेरीको बीचमा आदमको 7औं पुस्ताबाट एउटा व्यक्तिको जन्म भयो, जसको नाम राखियो हनोक। हनोक जुन समयमा जन्मिएको थियो त्यो मानव इतिहासको सबैभन्दा उथलपुथल पूर्ण कालखण्ड थियो। हनोकको पिता यारेद थिए र हनोक पछि आफै मथुसेलाका पिता बने, जो इतिहासकै सबैभन्दा लामो समय बाँच्ने व्यक्ति भनेर चिनिन्छ। हनोकको परिचय केवल उसको आयु वा उसको वंशावली यतिले मात्र दिँदैन। संसारमा एउटा यस्तो नियम चलिरहेको थियो कि मानिसहरू जन्मन्थे, छोराछोरी जन्माउँथे र अन्ततः मर्थे। तर हनोकको जीवनले यो निरन्तर चलिरहेको मृत्युको लयलाई नै भङ्ग गरिदियो। उसको बारेमा बाइबलमा भनिएको एउटा वाक्यले सबै कुरा बदलिन्छ। ऊ परमेश्वरसँग हिँडे। यो कुनै साधारण धार्मिक क्रियाकलाप वा कहिलेकाहीँ गरिने प्रार्थना मात्र थिएन। यो त एउटा यस्तो गहिरो सम्बन्ध थियो जुन अटुट र विश्वासले भरिएको थियो। अचम्मको कुरा के छ भने हनोकको यो आध्यात्मिक यात्रा कुनै ठुलो चमत्कार वा नाटकीय घटनाबाट सुरु भएको थिएन। यो त उनको छोरा जन्मेपछि सुरु भएको थियो। एउटा सानो बच्चालाई काखमा लिँदा भनिन्छ हनोकले जीवनको नाजुकता र जिम्मेवारीको गहिराई महसुस गरे। उसले सोचे कि यस्तो भ्रष्ट संसारमा उसका सन्तानको भविष्य के होला। पिता बन्नुले उनलाई आफ्नो जीवनको दिशा बदल्न प्रेरित गर्यो। त्यही बिन्दुबाट उनले संसारको भिडभन्दा फरक बाटो रोज्ने निर्णय गरे। उनले 300 वर्षसम्म निरन्तर परमेश्वरसँगको निकटतामा बिताए। कल्पना गर्नुहोस्, 300 वर्षसम्म एउटा निष्ठामा अडिग रहनु कति गाह्रो होला, जबकि सारा संसार झुट, छल र हिंसामा रमाइरहेको हुन्छ। हनोक भने हरेक दिन, हरेक समय, हरेक पल परमेश्वरको उपस्थितिमा हिँडिरहे, परमेश्वरसँग हिँडिरहे। हनोकको जीवन एउटा गवाही थियो कि जस्तो सुकै अन्धकारपूर्ण समयमा पनि एउटा मानिसले सत्यको बाटो रोज्न सक्छ, ज्योतिको बाटो रोज्न सक्छ, परमेश्वरको बाटो रोज्न सक्छ। तर हनोकको विश्वास केवल उसको व्यक्तिगत शान्तिमा मात्र सीमित थिएन। ऊ सबैको लागि सोच्थे। ऊ आफ्नो पुस्ताको, उसको पुस्ताको एउटा अगमवक्ता थिए। हनोकले त्यो समयका मानिसहरूलाई एउटा यस्तो सत्य सुनाउँथे जुन सुन्न कसैलाई मन पर्दैन थियो। उनले न्यायको दिन आउँदैछ भनेर चेतावनी दिन्थे। उनले मानिसहरूलाई भन्थे कि हरेक अन्यायको हिसाब हुनेछ र लुकेका खराब कामहरू एक दिन सबैको सामु छर्लङ्ग हुनेछ।
त्यो युगमा धार्मिकताको बारेमा बोल्नु भनेको आगोसँग खेल्नु जस्तै थियो। मानिसहरू परमेश्वरको अधिकारलाई लत्याएर आफ्नै नियम बनाउन व्यस्त थिए। हनोकले उनीहरूलाई सृष्टिकर्ता परमेश्वरको सम्झना गराउँथे। उसको जीवनले के सिकाउँछ भने वास्तविक भक्ति भनेको कोठामा बसेर गरिने ध्यान मात्र नभएर बरु समाजको अगाडि, भिडको अगाडि, संसारको अगाडि उभिएर सत्यको पक्षमा बोल्ने एउटा साहस पनि हो। हनोकका समकालीनहरू आफ्नै महल र नाम बनाउन व्यस्त थिए, तर हनोक भने हरेक पाइलामा परमेश्वरको हात समातेर अघि बढिरहेका थिए। अन्ततः हनोकको जीवनमा त्यो रहस्यमय क्षण आयो जसले उसलाई इतिहासमा अमर बनायो। वंशावलीको त्यो निरन्तर सूची जसमा लेखिएको हुन्छ अनि ऊ मर्यो, तर हनोकको नाम आउँदा त्यहाँ सबै रोकिन्छ। उसको बारेमा लेखिएको छ, हनोक परमेश्वरसँग हिँडे अनि उनी देखिएनन् किनभने परमेश्वरले उनलाई लैजानुभयो। यो वाक्यले एउटा यस्तो सत्यको उजागर गर्छ जसले मानव तर्कलाई मात दिन्छ। उनी कता गए, उसलाई कसरी लगियो? त्यहाँ कुनै चिहान थिएन, त्यहाँ कुनै अन्तिम संस्कार भएन। उनी केवल भौतिक शरीरबाट ओझल भए। पछि लेखिएका विवरणले स्पष्ट पार्छ कि हनोकले मृत्युको अनुभव नै नगरी यो संसार छोडेका थिए। हनोकको कथा बाइबलमा छोटकरीमा लेखिए तापनि यसले एउटा ठुलो प्रश्न छोडेर गएको छ। एउटा मानिसको सफलता केमा मापन गरिन्छ? उनले कति धन कमाए, कति ठुला लडाइँ जिते वा कति लामो समय बाँचे भन्ने कुराले कुनै अर्थ राखेन। इतिहासले उसलाई एउटै कुराको लागि सम्झिन्छ, उसको र परमेश्वरको सम्बन्ध। ऊ परमेश्वरसँग हिँडे। आजको भागदौड र कोलाहलपूर्ण संसारमा हनोकको कथा हाम्रो लागि एउटा ठुलो चुनौती हो। के हामी पनि हाम्रो व्यस्तताको बीचमा त्यो शान्ति र त्यो गहिरो सम्बन्धको खोजी गरिरहेका छौँ, या हामी पनि त्यो प्राचीन समयको मानिसहरू जस्तै भिडको पछाडि लागेर कतै हराइरहेका छौँ? हनोकले हिँडेको र हनोकले देखाएको त्यो बाटो आज पनि उत्तिकै सान्दर्भिक छ। उनी भन्छन्, विश्वास भनेको कुनै एक दिनको नाटकीय घटना होइन, यो हरेक दिन चालिने ससाना पाइलाको एउटा योगफल हो। हरेक निर्णय, हरेक प्राथमिकता र हरेक विचारले हामीलाई कतातिर लैजाँदैछ भन्ने कुराले नै हाम्रो अन्तिम गन्तव्य तय गर्छ। हनोकको जीवनले हामीलाई एउटा आश्वासन दिन्छ कि पृथ्वीको, संसारको अन्धकार जतिसुकै गाढा भए पनि एउटा सानो ज्योतिले पनि हामीलाई सही बाटो देखाउन सक्छ र हामी त्यो बाटोमा हिँड्न सक्छौँ। र त्यो ज्योति भनेको हामी हाम्रो परमेश्वरसँगको हिँडाइ हो। जुन मानिसले 300 वर्षसम्म एउटै लयमा विश्वासको यात्रा तय गर्यो, त्यो मानिसको कथाले हामीलाई हार नमान्न सिकाउँछ कि यो संसार हाम्रो अन्तिम घर होइन, हामी यहाँ केवल यात्री हौँ र यो यात्राको अन्तिम गन्तव्य हामी हाम्रो परमेश्वरको काखमा हुनुपर्छ। हनोक हराएका थिएन, ऊ त उसको साँचो गन्तव्यमा पुगेका थिए। जब हामी हनोकको यो अचम्मको यात्राको बारेमा सुन्छौँ, एउटा कुरा स्पष्ट हुन्छ, हाम्रो जीवनको मूल्य भनेको हामीले के पायौँ भन्ने कुराले होइन, हामी को हौँ र हामी कोसँग हिँडिरहेका छौँ भन्ने कुराले निर्धारण गर्छ। उनको कथाले आज पनि हामीलाई त्यही पुरानो र त्यही शक्तिशाली प्रश्न सोधिरहेको छ। ईश्वरसँग हिँडिरहनु भएको छ? ईश्वरसँग हिँड्न तयार हुनुहुन्छ? इतिहासका पानाहरूमा हनोकको नाम सायद थोरै शब्दमा समेटिएको होला, तर उनको जीवनको गुँच अनन्तसम्म सुनिनेछ, किनभने उनी त्यो पहिलो मानिस थिए जसले मृत्युको बाटो भएर होइन, बरु विश्वासको बाटो भएर स्वर्गको यात्रा